कता भाग्नु भएको तपाईँ? लुगा धोको भन न। हेलो सेवा एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो च्यानल दिदी यात्रीमा। अनि हजुरहरूले देखिरहनु भएको होला हामी चाहिँ कहीँ जाने तयारीमा छौँ, जुन चाहिँ रहेको छ हाम्रो घर पहाड भोजपुर। अनि वी आर अल सेट टु गो अनि किप वाचिङ। अनि हामी चाहिँ रेडी भइसक्यौँ है जानलाई। अनि हामी चाहिँ बाबा र म जान आँटेको बिहानको 4 बजिरहेछ। अनि गाडी चढेर हामी चाहिँ जान्छौँ। अब सफारी आइसक्यो। वाचिङ। हाई गर्दै छ्यामालाई। गुड गर्ल माया। ओहो ओहो घर आइपुग्यो। ओहो आर्टिस्टहरू चाहिँ गइसक्नु भइसक्यो। 8 मात्रै छ यहाँ चाहिँ। ओह 8 र आर्टिस्ट त त्यहाँनिर छ। आर्टिस्ट साङ्नुमा हेलो। यति गरेपछि छ्यामा गर्ने च्यानल त नि। ओहो यम्मी यम्मी मिठो। के भन्नु हाई गर्नु भनेको हाई गरेर गरिदिनु। वाउ गुड गर्ल। हाम्रो घरको अब मेरो बहिनीहरूले अब बालबच्चा देखाउँछ कि म बिहोस हुन्छु। अनि म बिहोस हुन्छु। तिनजनाको म चाहिँ फेरि दिदी होला उनीहरूको। यहाँ छ छोरी छ। छोरी यो चाहिँ उतै सानी बिहेमा नाचा यत्रो भइसक्यो। को आउनु भयो? दिदी आउनु भयो। खतरा फुल फुलिरहेछ क्या कसमस चाहिँ। गोदावरीहरू ए अर्को कलरको नि रहेछ त कसमस। पोखरी चाहिँ 2टा छ हाम्रो। 2टा पोखरी। फुलहरू चाहिँ अनगिन्ती फुलहरू छ यहाँनिर। अब पानी आइरहन्छ। माथि टनेलाहरू छ। बल्ल सुकुनको सास। यो ठुलो खालको रोज नै रहेछ त। हेर्न सक्नुहुन्छ। अनि तल चाहिँ बाजे बोजू हुनुहुन्छ है। घर आएर मक्खर भन्छ मेरो बाउनी। फुलहरू चाहिँ फुलै फुल फुलै फुल फुलै फुल। अनि घर हाम्रो घर तिहार नलागि नै फुलहरू फुल्नु थालिसकेछौँ। तल मधेसमा चाहिँ फुल नभएर टेन्सन छ। वहाँ पर चाहिँ कटन रुवा फुलिरहेछ। यो चाहिँ हो हाम्रो घर। मस्त छ क्या।
मासु त फेरि देखिहाल्छु कि अघि नै प्लान त कति हो कति यहाँनिर छुट्टै छ त कति हो कति को प्लान्ट हुनुहुन्छ कि कता भाग्नु भएको तपाईँ कता भाग्नु भएको चम्पट पापा बनाउनु हुँदैछ पापा नखाने ला खाइदिनु बना म पो खान जान्छ अब ओहो चढै पछाडि थाम्नु बसे अबिस आड माग्नु परेन कहाँ जाने अब अनि पापा नखाने मेरो मोबाइल खोजेर फोन काटिदिएर उसले के बजाइराखेर गयो कता हिँड्ने अब मामाले पापा बनाउँदैछ हात भाँच्छ होला हौ यताबाट चाहिँ सामान यसरी समान्दैछ के गर्नु हाम्रो होइन जानिँदैन हुनेहरूले मात्रै जान्दछ आयो तिम्रो काटिदिनु कपाल काट्ने ल नानीको कपाल कसले काट्नु दादाले नानी कसरी ए हजमकोमा गएर काट्दै हो पापा कहाँ जानुभयो कक गर्न पापा बहिनी खालर पापा कहाँ जानु हाई इट्स आवर सेकेन्ड डे है घरमा अनि यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ फुलै फुल छ अनि आज चाहिँ के गर्छु म हजुरहरूलाई यही भिडियोमा देखाउनेछु सुन हाम्रो चाहिँ अब अर्को एडभेन्चर पनि सुरु हुन लागिरहेछ कुन हो हजुरहरूलाई थाहा नै छ होला थोरै मान्छेहरूलाई त सो थाहा हुन्छ हजुरहरूलाई पनि नेक्स्ट एडभेन्चर के छ रेडी हुनुहुन्छ वहाँनिर सबैजना रेडी छौँ हामी घर एन्ड नेक्स्ट घर एन्ड आइम हियर भिटामिन डी लिएको यहाँ चाहिँ बिचमा हाम्रो घरमा चाहिँ यस्तो छ कि यहाँ चाहिँ हामी अघि घाम तापेर बसेर त्यो त घाम ताप्ने अनि यता काली हुनुहुन्छ हाम्रो काली जुनकिरी जस्तै हेलो काली भित्र हुनुहुन्छ उहाँ चाहिँ ज्ञानी भएर कसैलाई पनि भुक्दैन पनि रहेछ घरको मान्छेलाई त घरमा चाहिँ प्लान्ट चाहिँ कता हुन्छ माथि तल दायाँ बायाँ सबैतिर छ अनि सो म चाहिँ अब लुगा धुन जाँदैछु सो लेट्स गो अब लुगा धुने टाइम अनि दिउँसोभरि के गर्छु हजुरलाई देखाउँछु म घरमा चाहिँ आज मेरो हिजो फर्स्ट डे आज लास्ट डे हुन्छ घरमा किनभने एकदम रसमा छौँ हामी अस्ति पानी परेकोले सबै डामाडोल भएर अब जे कुरा पनि एकदम रसमा गर्नु परिरहेछ सुन्तला हेर्नुहुन्छ हाम्रोमा कस्तो मिठो छ नि सुन्तला मौरी छ घरहरू छ अनि हिजो पनि देखाइहालेको थिएँ मैले बाजे बोजू अनि टपखोरी लुगा धुनु स्टार्ट भइसक्यो उता चाहिँ लुगा धुनुपर्छ के कम्ती न कहाँ टाढो जस्तै बोलाएर नआउने रेड कलरको साबुनले भनेको लिएर आउँछ साङ्नुमा यता नाना उआउनु भयो के गर्नु आँटेको नयाँ गर्न आँटेको भन के गर्न आँटेको अरे यत्तिकै छोरी चाहिँ पाउनुपर्छ जिन्दगीमा भरे लगाइसक्यो उसले साबुन लगाइसक्यो यसरी के गरेको हाताङमा
नानासँग लुगा धोको भन न नानासँग पुरै साबुन नउठिदिनु छ यहाँ भइहाल्यो अब कसो गर्छ यसरी गर्छ यसो 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 थाहा त फुलले कस्तो राम्रो देखिँदो रहेछ है कसमस जिन्दगी हेर बिहे गरेर त्यस्तै हुन्छ निचुक्का दाँत देखाइदिन्छ कुट्नु पनि माया लाग्छ निचुक्का हाँसिदिइहाल्छ कुट्नु पनि माया लाग्छ मस्किदिइहाल्छ होइन होइन मुनि त कस्तो उयो बसेको रहेछ है पोखरीमा भैँले आइम ब्याक नुहाएर लुगा सुगा धोएर एकछिन काम ताप्नुपर्छ ल साथीहरू हाम्रो घरमा त हाँस पनि छ है के चाहिँ छैन हो के चाहिँ छैन कुकुरमा कुकुर चाहिँ हाँसमा हाँस छ यहाँ मान्छेमा मान्छे छ फुलमा फुल छ यस्तो राम्रो राम्रो के चाहिँ छैन फुलिरहेको छ फुलहरू पनि हामी चाहिँ भर्खर भात खायो बसेको खाना खाएर अब एकछिन काम ताप्नुपर्छ होला उहाँको छ नि त हल्का फेरि भोलि अर्को काम छ हेर्न सक्नुहुन्छ डे 2 मा चाहिँ हामी के गर्दैछौँ अब हामी चाहिँ माछा मार्न हिँडेको माछा मार्न जाने भन न साङ्नु माछा मार्न जाने के गर्नु जाने अरे फिस होइन फिस अनि आमामा खाइदिनु पर्छ ल फिसले अस्ति नाकमा के गर्यो साङ्नुको के गर्यो कसो गर्नु नाकमा कहाँ देखाइदेऊ त फिसले कहाँ टङ्गे हान्दियो त्यो पाए गर्नुपर्छ ल के रोप्नु भएको छ यहाँ सिमी भुडी आमामा यहाँनिर मारिदिन्छ घरि तल जाँदा यो माथि पुग्छ माथि जाँदा आयो तम्सायो यसो सम्झेको त माथि जाँदा तल जान्छ तल जाँदा माथि जान्छ बाजे बोजूसँग आयो है बाजे बोजू फाइनल्ली फेल भएको छ हाम्रो माछा मार्ने यत्रो एक्साइटमेन्टमा आएको होइन साङ्नुमा स्याड भइदियो अब टमाटर त फुल पो उठाउने जस्तो छ यहाँ आएर त मजाले फुल रहेछ यसलाई छोप्ने क्या यो हुकलाई छोप्ने क्या यहाँ छोप्ने अनि यो पछि यहाँ यो टुक्क हुक निकाल्ने ननिकाल्दा नि हुन्छ यो यसरी यता पछाडि पनि छोप्दा हुन्छ यो अलिक ठुलो माछा मेरो कट्टु नदेखा भन्ने त कट्टु नै देख्यो ओइ पकाइदिँदा कि के भन्नुभयो ल अब माछा पार्नु दमदार रेडी छ मिलेन लेबल ए त्यो चाहिँ उयो लेबल त्यो चाहिँ फर्म छ है त्यहाँनिर अन्त चलेको हेर्नु देखिस् मलाई थाहा छ हजुर निलो बाल्टिन लिएर आउनु ल भाउ माछा आइसक्यो पर्खिनुपर्छ त्यो हल्लिन्छ नि त फर्म लगाएको रहेछ कि माछाले त खाएर भाग्यो अरे नि त नि पिठो लिनु जानु पर्यो फेरि मरेछ चकमा दियो त्यही ल्याउँछु है सबै चकमा दियो चकमा आज माछाले चाहिँ खान्छ हामीले चाहिँ माछा खान्छ जस्तो छैन बाफ्रे पानी परेको जस्तो परिरहेछ हौ शीत पनि के यस्तो या हिही अब दिने बाई साथीहरू अब गुड नाइट साथीहरू कुन फुललाई म फुललाई